सुनिल शर्मा नेपाली कांग्रेसका सांसद र नेता मात्र होइनन् कि उनी एक विवादित मेडिकल व्यवसायी समेत हुन्। उनको सर्टिफिकेट र अन्य व्यावसायिक गतिविधि बारे पछि चर्चा गरौँला, तर उनी विजय कृष्ण मूर्तिलाई समेत मात खुवाउन सक्ने ढोंगी छन्। आजको प्रसंग हो नक्खु कारागार र रवि लामिछाने। उनले रविलाई भेट्न ठुलै लाभा लस्कर बोकेर मात्र नक्खु पुगेनन्, अन्ततः सिंगो रासोपालाई नि नैतिक संकट उन्मुख बनाइदिए। रविलाई भेटेर फर्कदै गर्दा सुनिल शर्माले रविले जेलभित्रबाटै अर्को संविधान लेख्दै गरेको नयाँ खुलासा गरेसँगै रासोपामाथि गम्भीर प्रश्न उठ्न थाल्ने देखिएको छ। रासोपाका सचिवालय सदस्य तथा पार्टी सभापतिका विश्वास पात्र मानिएका दीपक बोहराले स्वागत गरेका शर्माले चुनाव नजिक आउँदै गर्दा रासोपालाई नैतिक रूपमा कमजोर गराउने अभिव्यक्ति दिँदै गर्दा घण्टीघर भने भिडियोमा आउने भ्युज र लाइक गनेरै मक्ख देखिन्छ। आफू जवानी बसेर रवि निकाल्छु भन्ने सुनिल के देशको सर्वोच्च अदालत भन्दा माथि हुन्? प्रश्न यो मात्र होइन, रासोपाले के साँच्चै नै अर्को संविधान जेलभित्रबाटै लेख्दै हो वा सुनिल रासोपा कमजोर पार्ने परिचालित पात्र हुन्? जवाफ कि रासोपाले देला कि यसको जवाफ समयले देला।